हालै पशु र परानीले छल नदिया हे पिछामै नदिया हे रुख र रुख मार्दै पात पात मार्दै बिर्ची बिर्ची मार्दै पहिरो र ठोनी लिया जलै थोनी लिया मुलै थोनी लिया जल र ठन्डा बेला मुल ठन्डा बेला एक हर माता एक हर माता कमिरोको ढार एक हर माता गजलुको राख यार तिमीले सुनेको छौ कि नसुनेको छौ मैले क्या गर्दैछु त्यो सुनेको छौ तिमीले मेरो यहाँ ध्यान नलिन सुन मैले काफे छोड्दै भने भोलि बिहान काफै बिगर कुतुरो भने कसले भ्याउने मैले भ्याउने को तिमीले भ्याउँछ जनताले यस्तो कुरा गर्दा पुरा भ्याउनु पर्छ गएर 3 वर्ष भरि 3 वर्ष परे यसरा थरीमा यसै थरीमा फेरि र भेटै होला फेरि गातै होला मर्यौँ र भन्या हे इन्द्रलोकमा भेटो फेरि भेटै होला यी सत्र नगरेर बाँचो नहारेर सत्र भन्न आउँछु बाँचो भन्न आउँछु ओ उठो रामा कालीपुन हजुर यो खोला कति वर्ष हुनुभयो म उति यो के अरे गाउँको कान्छी झाँक्री भनेर चिन्नुहुन्छ पो सबैले कान्छी झाँक्री हो हजुर त्यही भएर अनि म चाहिँ उति 5-6 वर्ष जति भयो झाँक्री लाग्नु हजुर झाँक्री भयो उमेर 45 सबैभन्दा कान्छी झाँक्री लुकुम गाउँ हजुर लुकुम भन्दा कान्छी झाँक्री भनेर चिनिन्छ हजुर चाहिँ गाउँ गाउँमा झाँक्री बस्न पनि जानुहुन्छ झाँक्री बस्न चाहिँ म चाहिँ जान्न म बजाबजी पराए जस्तो खलङ्गातिर बस्छु म यहाँ झाँक्री बस्न चाहिँ अनि पहिलेदेखि मन परान्न थियो लेख्ने पढ्ने कस्तो मन पराएको थियो फेरि किन झाँक्री भएको भन्छु अनि पालो आएपछि फेरि अनि नआइ नभने के हुन्छ अब बाध्यताले पनि बस्नुपर्छ हजुर यसो हाम्रो गुरु मरिसक्नुभयो झोलेकुन अनि उहाँले हाम्रो सबैले के अरे यहाँ गाउँमा झाँक्री बनाए एउटै थरमा 1 साल उनको पालो आउँछ 1 साल मेरो पालो आउँछ 1 साल तपाईँ बस्नुहुन्छ हजुर अर्को साल 1 साल चाहिँ म बस्ने 1 साल चाहिँ दिलपुरी पुन बस्ने गुरु मेरो गुरु त्यसो भए हजुर यो समयमा मात्र यहाँ पूजा गर्ने भए कारणले गर्दा मात्रै नाच्नुहुन्छ हजुर गाउँ गाउँमा गएर जस्तो म चाहिँ बस्दैन बिरामीको पार्ने झाँक्री बस्नुहुन्छ म चाहिँ बिरामीको पार्ने अनि फुक्ने झारफुक गर्ने म थाहा पान्न थाहा पनि पान्न मैले चासो पनि गरेको छैन मैले पहिल्यैदेखि लहर पर्ने लहर नै थिएँ आजभोलि पनि छोराछोरी पढाने के अरे उता खलङ्गातिर बस्छु अनि पालो आएको बेलामा फेरि हजुरहरूले मन्त्र सिकेरै बस्नु भएको बस्नुपर्छ भन्ने साथी चाहिँ के अरे पहिले झाँक्री भइयो अनि गुरुहरूले अलिअलि मन्त्र सिकाए त्यही त पत्रकारज्यूहरूलाई अघिना पनि भने के अरू चिज अनि स्वेटर बुन्ने अनि काठ काट्ने सबै युट्युबमा पाइन्छ तर हाम्रो झाँक्री मन्त्र चाहिँ युट्युबमा पाइन्न तपाईँहरूले त्यो खोजेर हालिदिनु पर्यो मैले फेरि कान्छी झाँक्री भएको हुनाले सिकाउने गोरुहरू पनि गइजानु भयो त्यही भएर मसँग मन्त्र पनि छैन अनि अरू त म त स्वेटर बुन्छु तान बुन्छु अनि सबै गरेर छु युट्युबबाट तानेर तर झाँक्री मन्त्र चाहिँ युट्युबमा पाइन्न अलिअलि त हजुरले पनि सिक्नु भएको छ मन्त्र त अलिअलि आङ बान्ने अलिअलि
ल सबैभन्दा कान्छी झाँक्री हुनुहुन्छ कतिजना झाँक्री हुनुहुन्छ यहाँ लुकुम गाउँमा लुकुमगामा त अब गनेर 500-600 जति होला अब अनि भाइबुदीबाट एउटा जानुपर्छ त्यही भएर मात्रै अनि थरथरबाट भनेको अनि एउटा सबै झाँक्री फेरि आएको छैन एउटा होइन झाँक्री पनि नआउने एउटा भाइबुदीबाट एउटा झाँक्री जाने झाँक्री नभएकोले अनि दण्ड तिर्ने त्यस्तै चलनहरू सबैभन्दा बढी झाँक्री भएको गाउँ लुकुम गाउँमा छु त्यति बेला म कान्छी झाँक्री हुनुहुन्छ सबैभन्दा कान्छी झाँक्री र यो प्रत्येक वर्ष यसरी एक वर्ष नाच्ने एक वर्ष ननाच्ने गर्नुहुन्छ तपाईँले होइन